सो म चाहिँ वेट लस गर्ने ट्राई गर्दैछु कि मेरो टार्गेट चाहिँ 145 पाउन्ड छ बट करेन्टली आज बिहान नापेको यो चाहिँ डे 1 जस्तो हुन्छ कि 167 आई बिलिभ 167.9 थियो या सो त्यही हेर्दैछु म घटाउनु ट्राई गर्दैछु सो म चाहिँ ब्रेकफास्ट स्किप गर्नु खोज्दैछु किनभने आई थिङ्क लाइक 1484 मात्रै क्यालोरिज गर्नलाई फेरि कि त अब आई मिन फर मी लाइक नेपाली भएर होला पहिला उता नि अब ढिलो उता बिहानै भात खाने भएर हो कि के भएर जस्तो आई डोन्ट नो म ब्रेकफास्ट चाहिँ रोक्नु सक्छु होइन त्यही भएर नि म तर प्रायः जस्तो मान्छेले चाहिँ यु सुड इट ब्रेकफास्ट भन्छ है तर म चाहिँ ब्रेकफास्ट नखाएर अब लन्च र मात्रै डिनर गर्नु पऱ्यो भनेको किनभने 1484 मात्रै क्यालोरिज छ सो I'm just trying to get the coffee first है तर यो कफी चाहिँ लाइक ब्ल्याक कफी नो मिल्क नो सुगर सो आई क्यान सेभ मोर क्यालोरिज फर लाइक बेटर फुड यु नो नेस्क्याफे खानु पऱ्यो नेपालमा हुँदादेखि नेस्क्याफे इज लभ है नन स्टप नेस्क्याफे मात्रै खाइन्थ्यो यार नेपालमा त अरूले बनाइन्थ्यो यहाँ त आफूले बनाउनु पर्छ इट्स लन्च टाइम है यो चाहिँ मेरो फुड स्केल मसिन हो एज यु क्यान नो हिजो पनि हेरेको थियौ मेरो अर्को भिडियोमा पनि पहिलाको भिडियोमा दिएको थियो यो फुड स्केल चाहिँ मैले राख्छु अनि यसमा मैले आई हेभ टु मेक इट जिरो पहिल्यै भाँडा राख्नुपर्छ होइन भाँडा राखेर अनि त्यसलाई जिरो बनायो त्यसपछि अनि के खाने हो त्यसमा राख्यो अनि यसमा चाहिँ मैले राइस अलिकति राखेँ है राइस चाहिँ यो अलिकति राम्रो लाइट देखेको छैन तर राइस वाज लाइक 90 ग्रामको थियो कोही एङ्गलबाट राम्रो देखिँदैन रहेछ नम्बर बट राइस चाहिँ 90 ग्रामको थियो अनि अब यसलाई फेरि जिरो बनाएर रिसेट गर्यो किनभने अब थप्नुपर्छ होइन अब मैले चिकन बनाइसकेको थिएँ होइन चिकन करी अनि त्यही चिकन करी हालेँ त्यो चाहिँ 132 ग्रामको चिकन करी सो टोटल 256 क्यालोरी हुन्छ योसँग गरेर त्यो नम्बर अलिक राम्रो देख्न खोइ एङ्गल मिलेन तर जस्ट टोटल अफ लाइक लन्च चाहिँ 256 क्यालोरी वाटरमेलन खाइसकेपछि फेरि एकछिनमै भोक लागिहाल्यो कि अनि फेरि क्युकम्बरहरू लिएर आएको क्युकम्बर पनि अति लो क्यालोरी हुन्छ है त्यही भएर क्युकम्बर नापेर क्युकम्बर दुईवटा क्युकम्बर वेट नापेर अब खानु परेको क्युकम्बर चाहिँ 158 ग्राम थियो 12 क्यालोरी मात्रै सो अब चाहिँ डिनरको लागि रेडी गरिरहेको हेर्नु पऱ्यो अघि बिहानदेखि अलिकति कम क्यालोरी खाएको मेन रिजन चाहिँ के हो भने अब चाहिँ चट्ट गरेर अलिकति हेभी खानु पऱ्यो चाहिँ पोर्क अस्तिदेखि लिएर आएको थियो कि यो सुँगुरको मासु है के भन्नु यो पोर्क बेलीमा अति बेसी क्यालोरी हुन्छ तर के गर्नु लिम्बूको छोरोलाई लाग्छ मनपर्छ है गाह्रो छ हौ नेक्स्ट टाइमदेखि चाहिँ कि त पोर्क चप खानु पऱ्यो पोर्क बेलीमा चाहिँ बेसी क्यालोरी हुन्छ अबदेखि चाहिँ कट गर्नु पऱ्यो पोर्क बेली चाहिँ बरु अरू नै पोर्क चपहरू अरू खानु पर्ला तर थ्याङ्क गड बिहान त्यति खानु पाएन है
त्यति खाइएन क्यालोरी, त्यही भएर अहिले ठिकै छ। यो अहिले चाहिँ यो डिनरको लागि मैले रेडी गरेर आएको। आज मैले यो जापानिज टाइपको करी बनाउनु खोजेको कि यो उमा पाउँछ होइन, यो चाइनिज स्टोर नत्र भए कोरियन स्टोरतिर यो गोल्डन करी भन्ने, यो चाहिँ मैले चाहिँ फेरि त्यो एक्स्ट्रा हट लिएर आएको थिएँ। अनि यो पनि नापेको वेट होइन, हल्का ग्राममा नाप्यो, थोरै खाने एकजनाको लागि मात्रै हो होइन, त्यही भएर त्यति धेरै त हाल्ने छैन, ठिकै ठिकै मात्रै हाल्यो। अनि यो फेरि यो पनि लक गरेँ। अब चाहिँ डिनरको लागि रेडी गर्दैछु है म, चट्ट पारेर होइन यताउति गऱ्यो। अनि पहिला सुँगुरको मासु सट गरेर काट्यो है, पिस 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 बनाएर जत्रो पिस बनाउनु मलाई चाहिँ तपाईँबाट बनाउँदा हुन्छ। यसलाई चाहिँ जापानिज करी भन्छ अरे है। अब कुन त म राम्रो कुक त होइन तर पनि अब आफूलाई काम चलाउ बनाएको हो त्यो। अनि एउटा डल्लै आलु हाल्नु भनेको, फेरि डल्लै आलु हाल्यो भने फेरि देशै क्यालोरी हुँदो रहेछ, त्यही भएर कि त आलु कम खानु पऱ्यो कि त सुँगुरको मासु, मैले बरु आलु नै कम खान्छु भनेर। अनि त्यो क्युब पनि मैले आधी काटेर आधी राख्दै, किनभने त्यो क्युबमा पनि क्यालोरी बेसी हुने रहेछ। गाह्रो छ, गाह्रो डाइट गर्नु पनि गाह्रो छ। अनि बरु सुँगुरै बेसी खान्छु, बरु आलु कम खान्छु भनेर आलु चाहिँ राख्दै। खासै त्यो आलु चाहिँ सकभर म चाहिँ त्यो के अरे बोक्रासँगै राख्छु, किनभने बोक्रामा फाइबर हुन्छ अरे क्या, त्यसले चाहिँ टट्याउनु सजिलो हुन्छ भन्छ है। गाह्रो छ गाह्रो के खानु। अनि पहिला चट्ट बटर हालिकन सुँगुरको मासु यताउति चलायो है। त्यसपछि थैत्तेरी यार, अहिले बोल्दाखेरि हेर्दाखेरि थुक पाउनु थाल्यो कस्तो यार, आफ्नै कुकिङ यार थुक लाग्यो। म प्रोफेसनल कुक त होइन, केही पनि होइन, जस्तो आफूलाई एक्लैले जे पाए काम चलाएको खाना बनाउने त्यही हुन्छ। त्यही गोल्डन करीको त्यो उमै इन्स्ट्रक्सन लेखेको हुन्छ त्यो अघिको बट्टामा। अब आधी प्याज काटेँ, प्याज पनि हाल्नुपर्ने रहेछ, प्याज पनि हालौँ न भनेर एक्स्ट्रा प्याज मैले अस्ति किनिरहेको थिएँ होइन, त्यही भएर त्यो प्याज पनि निकालेर आधी काटेर हालेँ। त्यसपछि एकछिन चलाएँ होइन, त्यसपछि हल्का क्यारामलाइज भइसकेपछि त्यसपछि चाहिँ मैले यत्तिरी थुक्पा आयो छ्या, बरु त्यतिखेर लाइभ बोल्नु पर्ने रहेछ। अनि हल्का पानी हालेँ, त्यसपछि त्यसलाई एकछिन उम्लिनु दिएँ होइन। त्यसपछि चाहिँ मैले त्यो हल्का त्यो हालेँ, त्यही अग्निको क्युब होइन। अनि एकछिन चलायो आगो चाहिँ अलिक कम गर्नुपर्छ भन्छ, त्यसले चाहिँ खासै त्यो कभरमा चाहिँ आगै निभाउनु भन्थ्यो कि, तर म चाहिँ हल्का आगो सानो गरेको क्या। अनि हल्का त्यो हालेर चाहिँ यसो हल्का जापानिज करी भन्छ अरे यसलाई, खासै अलिक बनाउनु त नआएको होला मलाई तर है। तर नि आफूलाई म त फेरि जे पनि खाइदिन्छु होइन, त्यही भएर नि मोटाएको होला। यत्तिकै राखिराख्यो होइन उम्लिनु। त्यसपछि आफै उम्लिन्छ एकछिनसम्म। अनि त्यसपछि हल्का राइस नाप्यो होइन, त्यसपछि हल्का राइस पनि त्यहाँ राख्यो। थोरै राइस खानु पऱ्यो, के गर्नु, नेपालमा त एक थुप्रा राइस खाँदा नि मोटाइँदैन त्यही। अब त बुढो भएर नि बुढो हुँदै गएर पनि होला। त्यसपछि अनि हल्का त्यो अग्निको यस्तो साइडमा राख्यो, तारा जापानिज करी त्यस्तो मिठो ठिकै भएको थियो। नट ब्याड सजिलै छ यो बनाउनु चाहिँ। क्यारेट हालेको झन् राम्रो हुन्छ, क्यारेटै थिएन क्या, त्यही भएर हो त्यो खाइसक्यो। अब डिनर खायो है, डिनर खाइसकेको 1-2 घन्टा पछाडि चाहिँ अब जिम गर्नु पऱ्यो भनेर फेरि जिमको लागि फेरि प्रोटिन पाउडर चाहियो। प्रोटिन पाउडर फेरि 120 क्यालोरी हुन्छ है, त्यो अलमोस्ट 300 कति मात्रै मागेको थियो। अब 120 चलाउनु पऱ्यो। अब यो हाल्यो है, पानीमा हालेको क्या, हिजो चाहिँ मैले दुधमा हालेको है। दुधमा हाल्यो भने फेरि क्यालोरी मेरो ओभर एक्सिड हुन्छ, त्यही भएर पानीमा मात्रै हालेको। अब यति नै हो, अब केही खाइँदैन आज रातभरि, नत्र क्यालोरी कट्छ फेरि। अब हल्का बोसो पकाल्ने टाइम आयो। यसो गरेर आज चाहिँ लेग डे थियो होइन, यसो जिउ नाङ्गे भएर गऱ्यो भने चाहिँ मलाई चाहिँ अलिक लाज हुन्छ नि त, छ्या मेरो त जिउ अलिक घटाउनु पर्ने छ भनेर, त्यही भएर नाङ्गे भएर
मजाले माथि माथि नाङ्गे नि फेरि भएर यसो बसेर यसो म्युजिक बजाउनु पऱ्यो होइन म्युजिक नत्र के सुन्नु पऱ्यो नत्र जोस आउँदैन होइन अनि पानी सानी खायो अनि आयो फेरि यो डिस्टर्ब गर्नु यार यत्तेरी यिनीहरूको लाइफ छ बरु खायो सुत्यो हल्लियो बज्यो है गाह्रो छ हाम्रो आज लेग डे थियो अनि सुरुमा चाहिँ मैले अब त्यो स्टिफ डेड लिफ्ट गर्न आँटेको त्यो ह्यामस्ट्रिङको लागि यो चाहिँ अब घिनलाग्दो यस्तो हुँदैन डेडलिफ्ट भन्नुभएको होला तर यो चाहिँ सिधा खुट्टा सिधा राखेर गर्नुपर्ने हो क्या ह्यामस्ट्रिङको लागि डेडलिफ्ट होइन स्टिफ लेग डेडलिफ्टै हो तर स्टिफ लेग हो पछाडिको लागि गऱ्यो च्याप 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 कहिले घट्ने हो है भगवान् वेट यार सुँगुरको मासु अब नखानु पर्ला हौ आज लास्ट हो जस्तो त्यो डिनरमा 8 से 6 क्यालोरी थियो यार टाइट आइसक्रिम पनि खान पाइँदैन आज राति अब गाह्रो छ डेडलिफ्ट सक्यो है डेडलिफ्ट सकेपछि हल्का यताउति गऱ्यो एक्सर्साइज गऱ्यो पछाडिको बोस हेर कहिले घट्ने अब हेरौँ लेट्स सी अब घट्छ कि घट्दैन होइन गर्दै जाउँ यसो गरेर अब स्क्वाट्स गर्न आँटेको है मेरोमा लेगको लागि चाहिँ धेरै सामानहरू छैन हामी त्यो लेग एक्सटेन्सनहरू लेग प्रेस गर्नेहरू छैन अब यो खालि स्क्वाट र त्यो डेडलिफ्टहरू मात्रै गर्नेहरू छ अनि त्यो जे छ त्यतिले पनि गरेको यो खासै म अझ तल जानु पर्दैन तर यो मोटाएर हो कि के भएर मेरो नि अलिकति त्यस्तै छ हो धेरै तल जानु अलिक गाह्रो हुन्छ बुढेसकाल लाग्यो होला अनि त्यो अनि फेरि गऱ्यो अनि आजको लागि अब यति नै अब भोलि हेरौँ डे 2मा वेट कतिको घट्छ घट्दैन होइन लेट्स सी भोलि थाहा हुन्छ प्रोग्रेस अब एभ्री डे यो भिडियो बनाउनु जाँगर चल्छ कि चल्दैन त्यो पनि अर्कै कुरा होइन